हेर्नु साथीहरू, यो हामी नालीकोटको उकालोमा छौँ साथीहरू, जाँदैछु घरतिर। यस्तो छ साथीहरू, हेर्नुहोस् यो बाटो धेरै अप्ठ्यारो छ। यहाँ छोरी पनि फर्स्टचोटि आएकी छ चन्द्रकला। साथीहरू हेर्नुहोस्, अब यस्तो पहाडमा साथीहरू बसेर के फाइदा छैन, सबले तराई झर्नुपर्छ भन्ने मेरो मान्यता हो साथीहरू। हेर्नुहोस् यो बाटाको हालत साथीहरू, यहाँबाट खस्यो भने साथीहरू टाउको झोलामा मान्छे खोलामा साथीहरू, यस्तो छ। हेर्नुहोस् साथीहरू, डरलाग्दो अवस्था छ साथीहरू। हेर्नुहोस् साथीहरू, बडो जोखिमपूर्ण बाटो छ साथीहरू। यो नाउलीकोट भन्ने उहिलेको राजा यहाँ मरेको भन्थे साथीहरू, हामीले सुने हो साथीहरू है। यो राजपुरे राजा अछाम जाने क्रममा यो बाटोमा मरेको अरे साथीहरू। हाम्रा गाउँका पनि 2-3 जना मरेका छन् साथीहरू, यहाँ खसिया छन्। अहिलेको यो अहिलेको राष्ट्रपति कोष भने कहाँबाट साथीहरू, अलिअलि यहाँ बजेट पचाउनुबाट यो बनाएको छ साथीहरू। थोरै थोरै हेर्नुहोस्, अरू केही छैन उपाय यहाँ साथीहरू। अप्ठ्यारो छ साथीहरू। हेर्नुहोस् साथीहरू, यो नाउलीकोटको बाटो हो साथीहरू, बडो अप्ठ्यारो जोखिमपूर्ण बाटो हो साथीहरू। हेर्नुहोस् साथीहरू, यहाँ 2वटा दिदीबहिनी पनि जाँदैछ साथीहरू, एकदम डर लाग्दै छ साथीहरू। उहाँ पनि डराएर जानु भएको छ। हेर्नुहोस् साथीहरू, यस्तो बाटो छ साथीहरू, दाङ हो साथीहरू। हेर्नुहोस्, राम्रोसँग आउनु है, राम्रोसँग। साथीहरू ऊ हेर्नुहोस् साथीहरू, नाउलीकोट साथीहरू, यसलाई नाउलीकोट भन्छन् साथीहरू। हेर्नुहोस् साथीहरू, यो बाटो जोखिम छ साथीहरू। यो छोरी पनि हेर्दैछ साथीहरू, गाह्रो अवस्था छ साथीहरू। हेर्नुहोस् साथीहरू।